नमस्ते सम्पूर्ण साथीहरूलाई जय श्रीराम। आज 2022 साल वैशाख महिनाको पहिलो सोमबार। हनुमानजीको दर्शन गर्नुहोस्, मनोकामना पुरा हुन्छ। जय बजरङ्गबली की जय। म त के भन्छु भनेपछि आफूले कमाएको पैसाको 1% चाहिँ मन्दिरलाई खर्च गर्ने, जुनसुकै देवी देवतालाई पनि खर्च गर्नुहोस्। तपाईँलाई अर्को कुरा के भन्छ, जागिर खानुहोस् उमेरहरू लाग्छ, राजनीति नियुक्ति गर्नुहोस् उमेरहरू लाग्छ, जननिर्वाचित हुनुहोस् उमेरहरू लाग्छ, तर भगवान् भक्तिमा उमेरहरू कहिले पनि लाग्दैन के। त्यो भएर उमेरहरू नलाग्ने भनेको एउटा यो मात्रै, भगवान् भक्ति मात्रै। यसरी अब जनप्रतिनिधि हुनुभयो अझ अब कति छ र। स्थानीयको कुरा गरौँ भनेपछि 1 वर्ष 11 महिना 28 दिन बाँकी छ। त्यसपछि ती जान्छन्। जागिर खानु 60 वर्षमा उमेरहरू लाग्छ। अनि कुनै राजनीति नियुक्ति गर्नुहोस् 3 वर्ष 5 वर्षमा त्यो पनि उमेरहरू सकिन्छ भनेपछि यसरी भगवान् भक्ति गरेपछि कहिल्यै पनि उमेरहरू लाग्दैन के। त्यो भएर आफूले कमाएको पैसाको केही पर्सेन्ट चाहिँ तपाईहरु सक्नुहुन्छ भनेपछि कुनै मठ मन्दिरमा दान गर्नुहोस् या कुनै निर्माणका कार्यहरू गर्नुहोस्। त्यो नै अन्तिमसम्म आफूलाई चाहिन्छ के। मैले गरे हूँ भन्नलाई गर्व पनि हुन्छ। हस्, धन्यवाद। आजको दिन सबैको शुभ बितोस्। हस्, धन्यवाद।